भारतले भूमि मिच्दा पनि उफ्रिने, नाकाबन्दी हुँदा पनि उफ्रिने, अनि सीमाका प्राविधिक समस्याको कुरा उठ्दा पनि उफ्रिने। राष्ट्रवाद भनेको भावनामा बग्नु मात्र होइन, तथ्य बुझ्न क्षमता पनि हो। खुकुरी र गुलिलीको जमाना बितिसक्यो। आज संसारमा युद्धभन्दा वार्ता शक्तिशाली हुन्छ। नेपालसँग कसैको भूमि खोज्ने नीति छैन, तर आफ्नो हकको भूमि जोगाउने अडान भने छ। गोलीले सीमा तान्न सक्ला, तर बोलीले समस्या समाधान गर्छ। बुद्धको भूमि नेपालले कमजोरीको होइन, बुद्धिमानीको भाषा बोल्नुपर्छ। देश प्रेम चिच्चाएर होइन, तथ्य बुझेर राष्ट्र हितमा उभिएर देखाउनु नै एउटा राष्ट्रवाद, एउटा नागरिकको कर्तव्य हो।